नमस्कार, म अभिषेक जोशी। यतिखेर हामी रुकुम पश्चिममा छौँ। रुकुम पश्चिमको पनि हामी मुसिकोट नगरपालिकामा छौँ। हामीले यो एउटा संरचना देख्यौँ। यो संरचना के रहेछ भनेर हामीले यहाँका स्थानीय साथी रमेशजीलाई सोध्न चाहेका छौँ। रमेशजी, के संरचना बनाएको यहाँभित्र? यो सर यो वृद्ध आश्रम हो। वृद्धहरूको लागि बनाएको? वृद्ध। कहिले बनाएको रहेछ, केही थाहा छ हजुरलाई? यो त्यति मलाई क्लियर त थाहा भएन, तर कति वर्ष भयो होला? 13-14 वर्ष भयो होला। 13-14 वर्ष भयो। यो संरचना बनेको 13-14 वर्ष भयो। हजुर। अब यहाँ तपाईले देख्न सक्नुहुन्छ गेटलाई बन्द गरिएको छ। यो चाहिँ नि तारले गेट बन्द छ। यतापट्टि हेर्यौँ भने यहाँ ताला लगाइदिएको छ, बाहिरबाटै ताला लगाइदिएको छ। सम्भवतः भित्रबाट ताला लागेको छैन भने अब यो बाहिरबाट ताला लगाएर तारले बन्द गरेपछि के बुझिन्छ भने यहाँभित्र कोही बस्दैन। यो संरचना निर्माण गर्नलाई यहाँ 2-3टा भवन छन् हाराहारी। यो निर्माण गर्न कमसेकम पनि 20-30 लाख भन्दा बढी पैसा खर्च भएको सम्भावना देखिन्छ। गेट पनि बनाएको छ, वाल पनि राखेको छ। यो चाहिँ नि पुरै पर्खाल पनि हालेर तारजाली पनि हालेर पूर्ण रूपले सुरक्षित गरिएको छ यो ठाउँलाई, र भित्र सिमेन्टेड पनि गरिएको छ केही। अब रुकुम जस्तो ठाउँमा वृद्ध आश्रमको आवश्यकता किन पर्यो, एउटा प्रश्न हो। दोस्रो प्रश्न, यहाँ वृद्ध ल्याएर राख्ने कहाँबाट? तेस्रो कुरा, 12-14 वर्ष अगाडि बनेको यो संरचनाभित्र अहिलेसम्म कोही पनि देखिँदैन। झन्डै यो संरचना नै खेर गइसकेको अवस्था छ। यो पक्की घर देखाउनुहोस् त। यो पक्की घरको त्यो झ्याल हेर्नुहोस्, त्यो झ्यालहरू नै बिग्रिसकेको अवस्था छ। त्यो कामै नलाग्ने गरी उताको त झ्यालै फुटेको हामी देख्न सक्छौँ। यता त्यो झ्यालको जाली फुटेको छ, यता पनि जाली फुटेको छ। यो पुरै मक्किएको देखिन्छ। उता पहेँलो बिल्डिङ हेऱ्यो भने त्यहाँ रङ उडिसकेको अवस्था छ भने यहाँभित्र कोही पनि चाहिँ आएको छैन। यो बेकारमा फजुलमा बजेट पचाउनुको लागि चाहिँ नि यो संरचना बनाएको हो कि भने जस्तो देखिएको छ। हामी हिजो 8-20 नगरपालिकामा थियौँ। नगरपालिकै हो नि त, होइन? हामी 8-20 नगरपालिकामा थियौँ। त्यहाँ पनि एउटा चाहिँ वृद्ध आश्रम बनाएर राखेको रहेछ, र त्यहाँका स्थानीय सङ्घ बुझ्दाखेरि यो वृद्ध आश्रम चाहिँ बनाएको छ, तर यो वृद्ध आश्रमभित्र कोही वृद्ध चाहिँ छैनन् भन्ने कुरो हामीले थाहा पायौँ। अब यो चाहिँ रुकुम जस्तो ठाउँमा पालिकामा वृद्ध आश्रम बनाउने, लाखौँ रुपियाँको बजेट दुरुपयोग गरिदिने, अनि त्यहाँ को छ त भन्दा कोही पनि छैन। गेटमा ताला लगाएर राखिदिएको अवस्था छ। यस्तै तार भनेर गेट चाहिँ यसरी बन्द गरेर राखिदिएको अवस्था छ भने यो भवन निर्माण गर्नुको औचित्य पुष्टि हुँदैन। त्यसैले पालिकालाई हाम्रो अनुरोध के छ भने यो तपाईले वृद्ध आश्रम भनेर बनाएको भए पनि संरचना बनिसकेपछि अब यसको सदुपयोग गर्नुस्। सरकारी बजेट खर्च भएको छ, जनताको रगत पसिनाको कमाइ खर्च भएको छ। यसलाई यसरी दुरुपयोग चाहिँ नगरौँ। धन्यवाद।